हामीहरू यो होलेरी बजारदेखि अब यो ढुङ्गे बगैँचा हो कि नाम समथिङ के दिया खानु हामीले पहिला पुरानो नाम चाहिँ भैँसकुटी भनेर चिन्थ्यौँ। त्यहाँ जाँदैछौँ। अब त्यहाँ कस्तो छ हेरौँला। धुलो धुलो भयो सानो। ऐनामा हजुरको फेस देखिने रहेछ न हो यसमा अनि ठ्याक्कै देखिन्छ। गाडी आउँछ अहिले त्यस्तो गाडी आन्दैन के बजार जस्तो होराइ होइन नि त। हल्का मतिर उल्टो पार्छ त हो भयो ठ्याक्कै देखिन्छ कि अहिले। अनि पुलिस चौकी माथि छ त्यहाँनिर जाने बाटो यो नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको स्वामित्व। म एसएलसी दिन बेलामा कोठा लिएर यो घरमा रातो घरमा बसेँ। यो घरमा कोठा लिएर बसेँ। अनि यहाँनिर पानी अलि ट्याङ्की भइसक्यो। यहाँनिर पोखरी थियो पानीको। हाम्रो श्याम काकाको घर छ कि यहाँनिर अहिले बेचिनु भयो। ठ्याक्कै यो देखि यहाँ तल मुनि छ कि यो कसको उसको सम्झनामा बनाएको थियो कि। ए श्याम काका घर त भत्काएर गराउनु लाग्यो। श्याम काका घर त भत्काएर त्यो बनाउनु लागेको रहेछ। कका घर के पुरानो भनौँ भुपु ककाको अब बेचिसक्नु भयो। भुपु कका घर भनौँ। कसको ए होलेरी बजार यो त बिच यो बाटो नि पिच गरेर सिधा आउने त यो बाटो आयो नि हुन्थ्यो नि। अझ यस्तरी पिच गरेर चाहिँ नि यहाँ तल पहिला हस्पिटल यहाँ थियो। अलि हस्पिटल ठाउँ पुरै बन्द रहेछ। हेर सानो हस्पिटल त अहिले ऊ पारि ऊ पारि पल्लोपट्टि यो पनि हो होइन गइसकेको छ भयो जुनाहरू उतै छ भन्थ्यो क्या पहिले हो। म कहिले रे त्यो तिहारमा टिका लाउन आउने बेला गइसकेको थियो। यहाँ चौकी थियो यही चौकी अस्ति अनि यहाँनिर गाडी पल्ट्यो अनि हामी 10 कक्षामा पढ्ने बेला यही यो के अरे बाँसको रुखले अड्काएको थियो कि गाडी पुरा माथिबाट पल्टेर बाँसको रुखले पल्ट्यो। सानो पैया पाकेर रहेछन्। ए रातै पाके खान यो पैया हेर्छु त। ओहो पुरा बाटो पिच गरेर रहेछ त गुफा जाने बाटो भनेर स्कुल खै त यता छ ऊ देख्दैनस् त्यहाँ लेखा त्यत्रो रातो टिन लाएको अनि त्यति त नि त्यो उनेर हो क्या अलि पर होला त्यसो पुरै यस्तरी पुरा डिजाइनले पिच गरिसकेर रहेछ नि। सानो यो अर्कै टाइपले ढलान गरे कि अनि यहाँ चाहिँ पहिला पुलिस चौकी थियो। अनि यहाँ त्यो माओवादीहरूले चौकी हानेपछि यहाँ धेरै पुलिसहरू मरेको हुनाले तिनीहरूको सम्झनामा यो गुफा जाने कि गुफा जाने हेर्ने हेर गुफा हेर्नु जाने र गुफा जाने बाटो भएर पिच गरे होला नि कि त्यसलाई। यस्तो गरेर ठ्याक्कै यताभित्र जान्छ क्या जाम ठ्याक्कै उता पारि तलतिर जान्छ के उता पारि छ नि के ढुङ्गे बगैँचा के बनाखारे अनि हेर्छु साप डाँडा भन्ने हेर्छु बरु अहिले यो हामीले सखीबाट पढ्न आउने यही हो क्या हामी होइन यो त्यो रातो होइन कम पर्छ आधी घन्टा लाग्यो पुगाएर मलाई त्यहाँबाट आधा लाग्छ उता त्यही पारि त्यहाँ बाइकले आधा घन्टा लाग्यो हजुर 12 सम्म छ।
होलेरी बजारको फोटो सोटो खिच्नुहोस् न। होलेरी बजार हो यो खासमा। यो चाहिँ बरु हामी चाहिँ यहाँ कोठा लिएर यहाँ बस्ने नि, यो घरमा बस्ने कोठा लिएर पानी लिन हामी कहाँ जान्छौँ थाहा छ? ऊ तल त्यो रुख छ नि, हो त्यो रुख हो नि। अनि हजुरको टाढो रहेछ कि म बस्ने बेला टाढो रहेछ, घुमेर जाने हो। यहाँबाट यस्तो यो बाटो घुम्दै 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 गएको छ नि, त्यहाँबाट गरेर ऊ त्यो बैसीको रुख छ नि, हरियो हरियो हो, त्यहाँ जान्थ्यौँ। अझ भएन भने कहिले यहाँ भिड भयो भने त ऊ तल अझ छ धेरै। अनि देख्छ त हजुरले कहाँ कति टाढा छ हामीले पानी लिने ठाउँ भन्छन्थ्यो कि हामी यहाँनिरबाट त्यो यहाँनिर त्यो एसएलसीको त्यो के अरे कोठा लिएर पढ्ने अनि पानी ल्याउन उयो बोइसको यो हरियो रुख छ नि त्यहाँ जान्थ्यौँ। त्यहाँ होइन भने अझ तल उता तल कहाँ कहाँ होइन अघि नै हामी आएको सिआर खोलाको शिर त हुन्थ्यो। अनि त्यसपछि यो पनि रोल्पा नै पर्छ। साप डाँडा भने ऊ तल गुजुप्पो घर छ नि, साप डाँडा भन्छ कि साप जस्तो छ त ऊ तल यस्तो गरेको छ त साप जस्तो। हाम्रो ठुल धम्बुवाको सालीको घर हो कि पहिले यो बेच्नु भयो होइन। बाबुले बोलाउँछ बाबुले कस्तो उज्यालो आएछ यहाँ 1 घन्टा फोटो खिचौँ न। सबले हेलमेट चलाउनु छ, मैले त हेलमेटै चलाउनु बिर्सेँ। ल फोटो खिचौँ न 1 2 टा फोटो हानिहालौँ त, कसले जाने छ फोटो हान्नु? ठ्याक्कै होलेरीको बजार आउने गरेर मैले त बस्नु मात्रै पहिला बुवाले खिच्नुहुन्छ के बुवा मोबाइलबाट। विद्रोही पक्षबाट मारिएका शहीदहरूको विवरण। शहीद स्मारकको छ। युवराज श्रेष्ठ भने को हो र? हाम्रो अङ्कल कका। अरे त्यो लुरे दाईको बुवा सरदा दाइ के? अरे टाउको बा। अरे यही हो मरेर घोरै होइन र? अरे नारायणपुर होइन मर्या तर त्यहाँ लेखा छ त घटनास्थल दान भनेर। सकेको मान्छे भावनाले यहाँ ठेगाना चाहिँ सकिए घटनास्थल दान। ल गजबको फोटो आइरहेछ, भिडियो पो रहेछ। ठिक छ नि साथीहरू, आज कस्तो लागिरहेछ बिहान बिहानको यात्रा? यो होलेरी बजारको भिडियो हो बाँकी। अनि हाम्रो भान्जा हजुर यो स्मारक शहीद स्मारक 52 सालको टोकी आक्रमण भएको पहिलो टोकी आक्रमण भएको ठाउँ। अनि त्यसो यो हाम्रो होलेरी बजार प्रेसर कुकर बाउले तर्साएको ठाउँ। अनि 75 जना अपहरण गरेर लगेको, यहीँबाट 75 जना सिपाहीले अपहरण गरेको ठाउँ। एकजना मरेको ठाउँ छ यो यतातिर हो। यो फलेखान यो पैया हुन थापेपछि पाएका छैन। हस्पिटल यता अनि नयाँ पुरानो हस्पिटल यो पहल पहल बारी छ। त्यो तल के ठाउँ रे बुवा? सापडाँडा यताको सापडाँडा खाक्सी बन्द यता होइन र? होलेरी बजारको यति नै भिडियो बाँकीहरू